हेलो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि हामी पनि एकदम ठिकठाक छौँ। र आज हामी जाँदैछौँ पाटन दरबार जाँदैछौँ। हामीले गाडीमा चढिसक्यौँ। गाडीमा चढ्न साथ चाहिँ मलाई एकदमै निन्द्रा लाग्न थाल्छ कि मेरो चाहिँ बानी एकदमै खराब छ। जतिसुकै छोटो दूरीको गाडी चढे पनि मलाई चाहिँ निन्द्रा लागिहाल्छ। हेर्नुहोस् है, म त्यहाँ हाई हाई गर्दै बसिरहेको छु अनि गाडीमा चाहिँ अब कस्तो खालको गीत बजेको छ त्यसमा पनि भर पर्छ। अलिक राम्रो खालको गीत बजिरहेछ भने चाहिँ निन्द्रा लाग्दैन, तर अलिक झ्याउ लाग्ने खालको गीत बजिरहेछ भने मलाई छिटो निन्द्रा लाग्छ कि साथीहरु। तपाईहरुले चाहिँ कस्तो हुन्छ है? मलाई चाहिँ त्यस्तो हुन्छ। अनि म चाहिँ निन्द्रा नलागोस् भनेर यताउता हेर्दै भिडियो गर्दै गइरहेको थिएँ कि मेरो नानीलाई हेर्न उसले कति इन्जोय गरिरहेछ कि गाडीमा। हाम्रो काखमा पनि नबस्ने अरे कि ऊ अगाडि समातेर आफै समातेर हिँड्न पर्ने। उसलाई कति रमाइलो लागिरहेछ। ऊ बाहिर हिँड्न पाएपछि एकदम खुसी हुन्छन्। अनि अब हामी चाहिँ आइपुग्यौँ लगनखेलमा। लगनखेलको नजारा चाहिँ यस्तो रहेको छ अहिले चाहिँ। अहिले चाहिँ खासै मान्छेहरू त्यति क्राउड छैन। साँझतिर चाहिँ अलि धेरै मान्छेहरू आउनुहुन्छ। अहिले चाहिँ दिउँसो हामी 2-3 बजेतिर गएको थियौँ, त्यही भएर खासै त्यस्तो धेरै मान्छेहरू हुनुहुन्न। अनि हामी त्यहाँ पाटन दरबारभित्र छिर्न लाग्दा यहाँ एउटा जात्रा हो कि के हो अब यो मलाई थाहा भएन। यस्तो रमाइलो दृश्य हामीले देख्न सक्यौँ अनि मैले चाहिँ भिडियोमा कैद गरिहालेँ यो भिडियो। अब यसको बारेमा चाहिँ मलाई राम्रोसँग थाहा छैन यो के गरेको भनेर चाहिँ। त्यहाँ एउटा डोलीमा एउटा बुढो आमालाई पनि लिएर आउनुभएको थियो। अब यो अब हाम्रो हो भने चाहिँ 84 गरेको हो कि के हो अब त्यो मलाई पनि थाहा भएन। तर हाम्रो नेवारी संस्कृति अनुसार के गरेको केही बुझेन। तर मैले भिडियो चाहिँ खिचेँ, साथीहरू हेर्न सक्नुहुन्छ तपाईहरुले। यति राम्रो छ है, बाजा गाजा सहित बुढो आमालाई त्यहाँ डोलीमा बोकेर लिएर आउनुभएको छ। मैले राम्रोसँग भिडियो चाहिँ गरिरहन पाएको छुइनँ किनभनेदेखि म चाहिँ सानो नानीलाई लिएर गएको छु नि त। नानी एकदमै धेरै चकचके छिन् कि यति बेला, त्यही भएर उसले चाहिँ यताउता कुदेको गर्छिन् अनि उसलाई चाहिँ आँखा नझिम्काइ हेरिरहनु पर्छ कि, नत्र अनि अब यत्रो भिडभाडमा कहाँ हराउन नि सक्छन् सानो बच्चा है। त्यही भएर म चाहिँ अब भिडियोतिर भन्दा पनि आफ्नो बच्चातिर नै ध्यान दिइरहेको छु। त्यही भएर मैले खासै भिडियो चाहिँ बनाउन सकेको छुइनँ। त्यही घुम्दा घुम्दै चाहिँ मेरो छिमेकी बहिनीसँग भेट भयो कि। ऊ चाहिँ त्यहाँ ललितपुर महानगरपालिकामा जब गरिरहेको छ एज अ नहर प्रहरीको रूपमा। अनि मेरो चाहिँ बहिनी हो, मेरो बहिनीको साथी हो। उसँग भेटेर पनि एकदम धेरै खुसी लाग्यो। धेरै पछि भेट्न पाएको उसँग चाहिँ। एकछिन उसँग गफसफ गऱ्यौँ अनि तपाईहरु पनि हेर्न सक्नुहुन्छ। पाटन दरबारको भिडियो मैले थोरै भए पनि यहाँ तपाईहरुलाई देखाएको छु। धेरै त मैले खिच्न पाइनँ किनभने मसँग मेरो बच्चा भएको कारणले गर्दाखेरि उसलाई नै अलिकति बढी केयर गर्नुपर्ने भएकोले तपाईहरुलाई राम्रो भिडियो देखाउन सकिनँ। त्यसको लागि चाहिँ मलाई माफ गरिदिनु होला है। जे जति भिडियो कैद गरेको थियो ती साना साना यादहरू चाहिँ मैले तपाईहरु सामु पनि साझा गरेको छु। पाटन दरबारको पुरानो कला संस्कृति र त्यहाँको वातावरणले चाहिँ मलाई एकदमै आनन्द लागिरहेको थियो। हजुरहरू पनि पाटन दरबार आउनुभएको छैन भने एकचोटि अवश्य आउनुहोला। मैले भिडियो चाहिँ राम्रोसँग बनाउन सकेको छुइनँ किनभने अब कारण त तपाईहरुले थाहा पाइहाल्नुभयो। विभिन्न कारणहरूले गर्दा चाहिँ मैले भिडियो बनाउन राम्रोसँग सकिनँ। त्यसको लागि चाहिँ मलाई फेरि पनि एकदमै धेरै सरी भन्न चाहन्छु। सुरुदेखि अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद। यदि पहिलोपटक मेरो यो भिडियो हेर्दै हुनुहुन्छ भने यस्तै रमाइला मिठा भिडियोहरू हेर्नको लागि चाहिँ मलाई फलो गर्न नबिर्सिनु होला। र भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गर्न पनि नबिर्सिनु होला भन्दै आजको भिडियो चाहिँ यही मैले इन्ड गर्न चाहन्छु। धन्यवाद अहिलेसम्म हेरिदिनु भएकोमा सबैजनालाई।